हेलो साथीहरू, मेरो आजको काम चाहिँ हो यो अमलाको चाहिँ अचार खट्टी मिठी भन्छ नि त्यसलाई बनाउनु पर्यो भनेर अनि यसलाई चाहिँ मैले उसिनेर ल्याइसकेँ अनि सेलाउन राख्दैछु अनि यसको चाहिँ सोचिरहेको छु भित्रको दाना निकाल्ने अनि मजाको खट्टी मिठी चाहिँ बनाउनु पर्यो भनेर तर मैले चाहिँ दाना निकाल्न खोजेको त्यो सबै फुट्यो क्या साथीहरू अनि सबै मलाई चाहिँ बनाउन मन लाग्यो त्यो अमलाको दानाको अनि त्यसपछि दाना त्यहीँ राखेर मैले त्यो अमलालाई काट्दै यो सक्खर पगालेर खट्टी मिठी बनाउनु पर्यो भने सक्खर परोस् भित्रसम्म भनेर चाहिँ मैले त्यसलाई काटेर त्यहाँ रेडी गरेँ अनि यहाँ चाहिँ म 2 डल्ला सक्खर पकाउन लाग्दैछु साथीहरू अनि मैले चाहिँ यस्तो यो फर्स्ट टाइम बनाउन खोज्दैछु अब मेरो सक्खरको नाश हुने हो कि अरू कुराको त केही चिन्ता छैन भन्ने मलाई चाहिँ डर लागिरहेछ कतिको मिठो हुन्छ थाहा छैन अनि यस्तो बटाको अचारहरूमा चाहिँ साथीहरू स्वास्थ्यको लागि फाइदा गर्ने बटामा राखेको 1-2 वर्षसम्म पनि खान मिल्ने अचार भनेको चाहिँ 2टा अचार छ अरे साथीहरू मैले चाहिँ बुझे सुने अनुसार त्यो चाहिँ एउटा हो अमलाको अचार अनि अर्को हो आँपको अचार काँचो आँपको अचार अरू भनेको चाहिँ सबै साथीहरू ग्यास्ट्रिकको गुण हो असर गर्छ अरू अचारले चाहिँ यिनीहरूलाई चाहिँ मजाले खान सकिन्छ यसले चाहिँ स्वास्थ्यलाई असर गर्दैन अरे साथीहरू अनि त्यसपछि मैले चाहिँ बनाउन यहाँ जाँगर गरेको नत्र भने म बट्टामा चाहिँ कुनै अचार हाल्दिनँ राख्दिनँ साथीहरू अनि त्यसपछि मैले यहाँ तेल तताएँ अनि त्यहाँ मैले ठिक बनाएको छु जिरा धनियाँ अनि मेथी साथीहरू अनि त्यो अर्को के जिरा भन्छ हो त्यसलाई हो त्यो जिरा पनि थोरै छ र मैले मजाले यिनीहरूलाई चाहिँ तातो तातो तेलमा लगाइदिएँ पहिला जिरा अनि मेथी सुरुमा लगाएर मेथी होइन साथीहरू मेथी होइन धनियाँ र जिरा चाहिँ सुरुमा लगाएर अनि अरू लगाएको भए हुन्थ्यो तर मलाई चाहिँ अल्छी लाग्यो साथीहरू अनि फेरि मैले लगाइदिएँ खोर्सानी लगाइदिएँ अब यो खोर्सानीलाई पनि अलिअलि रातो कालो भइहाल्यो साथीहरू अनि त्यसपछि मैले लगाएँ अमला अनि माथिबाट बेसार लगाएँ म चाहिँ के ल्याउन छुटेछु भनेर सोच्दै थिएँ बेसार र नुन चाहिँ ल्याउन छुटेछु साथीहरू अनि अर्को कुरो बेसारलाई चाहिँ तेलमा लगाउनु हुँदैन अरे साथीहरू त्यसले चाहिँ नकारात्मक तत्त्व चाहिँ बनाउँछ अरे रसायन बनाउँछ अरे बेसारलाई चाहिँ मजाले तरकारी या केही पकाएको कुरा तेलमा एकपल्ट चलाइसकेपछि फेरि माथिबाट लगाएर चलाउने हो अरे साथीहरू हामी साना हुँदा मम्मीहरूले तरकारी बनाउँदा माथिबाट नै बेसार लाउनुहुन्थ्यो तर अहिले तेलमा नै बेसार लाउने चलन चाहिँ कहाँबाट आएको हो साथीहरू यो चाहिँ आएको धेरै भएको छैन तर यसले चाहिँ खराबै गर्दो रहेछ आयुर्वेदको किताबमा चाहिँ त्यस्तै लेखेको छ साथीहरू कहाँबाट थाहा पाएको जान्ने भएको भन्नु होला होइन सबै कुराहरू यसो पढेरै थाहा भएको साथीहरू नत्र त कहाँबाट जान्नु र अनि मैले यहाँ चलाएँ भाँडो सानो भयो साथीहरू ठुलो भाँडोमा राख्नुपर्ने रहेछ मैले चाहिँ अघि यसमै उसिने थिएँ फेरि यसमै धेरै भयो थियो र पनि मैले झिकेर ल्याएँ अनि त्यसपछि मेरो चाहिँ सक्खर बिग्रिने हो कि अब कस्तो हुने हो मलाई चाहिँ टेन्सन भइरहेको थियो त्यही भएर आधी अर्को आधीमा अलिक थोरै झिकेर मैले थोरैको पहिला बनाउनु पर्यो भनेर मैले सोचेँ होइन कस्तो हुन्छ विचार गर्नु पर्यो नि त अमला नै नाश भयो त केही पनि छैन तर सक्खर चाहिँ नाश हुनु भएन कि साथीहरू अनि त्यसपछि मैले यहाँ सक्खर अघि पकाएको थिएँ अनि त्यो सक्खरलाई चाहिँ यहाँ राखेँ अब यो सक्खरलाई चाहिँ म यहाँ लगाएपछि यसलाई मजाले चलाएर चाहिँ म फेरि टेस्ट गर्छु साथीहरू अब टेस्ट नगरी त हुँदैन अब टेस्ट गर्दै पकाउँदै गर्नुहुन्न अरे है साथीहरू गाह्रो छ फेरि अब मिठो पनि बनाउनु पर्यो नि त साथीहरू अनि मैले यहाँ सक्खरलाई लगाएँ अनि सक्खरलाई लगाउँदैछु साथीहरू अब सक्खर पनि चिसो भएर चाहिँ बाक्लो भइसकेछ अनि मजाले यसलाई चलाएपछि साथीहरू अब कस्तो हुन्छ अब हेर्दै जानु है त साथीहरू मेरो अचार लु साथीहरू यस्तो भयो अब यसलाई चाहिँ बाँकी रह्यो चाख्नलाई बाँकी रह्यो साथीहरू अब यसलाई चट्ट मिलाउनु पर्यो नि त टेस्ट मिलाउनु पर्यो नुन खोर्सानी अनि मसलाको स्वाद मिलाउनु पर्यो साथीहरू मसला चाहिँ मैले हाल्दै बिर्सेछु गरम मसला चाहिँ अनि म चाहिँ यहाँ टेस्ट गरेँ है साथीहरू ल तर टेस्ट चाहिँ एकदमै मिठो भएको रहेछ क्या साथीहरू थोरै नुन कम भयो जस्तो भयो अनि खोर्सानी चाहिँ मजाले लागेछ अनि सक्खर पनि थोरै कम भयो जस्तो भएको छ दुइटै मिल्दाखेरि चाहिँ एकदम मिठो हुने रहेछ साथीहरू अनि मैले चाहिँ भरे नै भए पनि टेस्ट गरेरै भए पनि अनि गरम मसला पनि लगाइदिएँ किनकि गरम मसला पनि यहाँ पाक्ने रहेछ कि साथीहरू यो अमला चाहिँ तातो छ अनि गरम मसला लगाइदिएँ त्यसपछि मैले नुन पनि थपेँ अनि फेरि सक्खर पनि थपेँ है साथीहरू अनि त्यसलाई मजाले फेरि मोलमाल पारेर मोलमाल पारिसकेपछि चाहिँ साथीहरू अब के गर्ने सिलाउनु पर्यो नि त अनि सिलाउनुको लागि चाहिँ फ्रिजमा राखिदिनु पर्यो भनेर सोच्दै थिएँ फेरि फ्रिजमा चाहिँ राखिनँ साथीहरू अनि मेरो फाइनल सबै अचारहरू सबै रेडी गरिसकेपछि चाहिँ यस्तो भयो साथीहरू अनि यसलाई चाहिँ मजाले मैले सिलाउनको लागि यो भाँडोमा राखिदिएको छु साथीहरू अचार चाहिँ एकदमै यस्तो अचार चाहिँ हेल्दी पनि हुन्छ टेस्टी पनि त भन्नु कुरै नगरौँ साथीहरू मेरो चाहिँ फाइनल लुक चाहिँ अचारको यस्तो देखेको छ यसमा मैले केही केमिकलहरू कलरहरू केही पनि युज गरेको छैन साथीहरू खानुहुन्छ भने अर्डर गर्नु होला है त अरे अनि मैले फेरि अब खानु त पर्यो साथीहरू है अनि म चाहिँ मजासँगले बाहिर बसेर खान थालेँ साथीहरू अनि म विचार गर्दै खाँदैछु मलाई चाहिँ लागेको छ दानाको अचार बनोस् तर आधी मात्र दाना थियो आधी चाहिँ सबै मसिनो भइसकेको थियो नि त अनि मलाई चाहिँ मसिनो भएकोमा कस्तो पछुतो लाग्दै थियो दाना भएको भए राम्रो देखिन्थ्यो होला जस्तो लाग्दै थियो तर म जति खान्छु साथीहरू मसिनो चाहिँ साह्रै मिठो हुन्छ तर दाना चाहिँ त्यति टेस्टी भित्रसम्म सक्खर नुन मसलाहरू नपुगेर दानाको टेस्ट चाहिँ त्यति राम्रो आएको छैन साथीहरू त्यही भएर म चाहिँ अब दानालाई पनि किच्याउनु पर्यो अब यहीँ बसेर आनन्दले भनेर सोच्दैछु अलिअलि भएको दानालाई पनि र म चाहिँ अब दानालाई पनि किच्याउने सोचे साथीहरू हामीले एउटा किसिमको बनाउने सोचिन्छ तर मिठो चाहिँ अर्कै किसिमको भइदिन्छ होइन साथीहरू सोचे जस्तो कहिल्यै पनि हुँदैन
जे होस् अचार जसरी भए पनि मिठो नै भयो। मेरो सक्खरको पनि नाश भएन साथीहरू है। साथीहरू सक्खरको पनि नाश भएन, अमलाको पनि नाश भएन, अनि मेरो मेहनतको पनि नाश भएन नि त। अनि अब यो अचारलाई चाहिँ म बट्टामा राख्दैछु। अब बट्टा चाहिँ मसिनो किसिमको खोज्नु पर्यो साथीहरू।